हेलो वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ म हजुरहरूलाई चिकनको रेसिपी लिएर आएको छु। घरमै हजुरहरूले कसरी सजिलै तरिकाले चिकन बनाउन सक्नुहुन्छ त्यसको मैले रेसिपी लिएर आएको छु। सबैजनाले फुल भिडियो हेरेर इन्जोय गरिदिनु होला अनि लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ओके, अब चाहिँ बनाउन सुरु गरौँ है त। सुरुमा चाहिँ मैले आधा किलो चिकन लिएको छु। अनि यो चिकनलाई चाहिँ चिकन लेग्स लिएको छु मैले चाहिँ। यो तपाईहरुले मासु जुनै लिँदा हुने हुन्छ, तपाईहरुलाई कुन मन पर्छ त्यही लिँदा हुन्छ। मलाई चाहिँ खानु मन थियो आज, त्यही भएर म चाहिँ यही बनाउँछु। यसलाई चाहिँ तपाईले मजाले छाला निकालेर काट्नु होला। नेपालतिर त प्राय छालाहरू यो ननिकाल्दा नि हुन्छ, तर अब यता चाहिँ हाम्रोमा चाहिँ अलिकति फ्रेस पनि हुँदैन अनि कस्तो घिनलाग्दो देखिन्छ क्या छाला चाहिँ। अनि त्यही भएर म चाहिँ प्राय छाला निकालेरै मासुहरू पिस गर्ने गर्छु। अनि तपाईहरुलाई चाहिँ कतिको साइजमा मासु पिस मनपर्छ, ठुलो सानो ठिक्कको त्यही अनुसार पार्नु होला। मलाई चाहिँ ठिक्कको मनपर्छ, त्यही भएर मैले चाहिँ ठिक्कको 7 साइज बनाएको छु। अनि यो अर्कोको पनि यसरी नै गर्छु, म छाला निकाल्छु अनि यसलाई म काट्दिन्छु। अनि बाँकी रहेको पार्ट्सहरूलाई चाहिँ मैले पिसेस बनाएको छु। काटिसकेपछि यस्तो देख्न सक्नुहुन्छ। अनि त्यसपछि मैले प्याजलाई लिएको छु, प्याजलाई पनि म कट गर्दैछु। तपाईहरुलाई कुन शेपमा मनपर्छ त्यही शेपमा काट्दा हुन्छ। प्याज पनि मैले काटे जसरी नै काट्नुपर्छ भन्ने छैन। अनि मैले दुईटा खुर्सानीलाई पनि लिएको छु, हरियो खुर्सानी। तपाईहरुले देख्नुहुन्छ मैले प्यान पनि बसाइसकेको छु। अनि तेल चाहिँ मैले सनफ्लावर ओइल युज गर्ने गर्छु। अनि यसलाई पनि म लगाइदिन्छु। अनि तेल लगाइसकेपछि चाहिँ तपाईहरुले प्यानलाई घुमाइदिनु पर्ने हुन्छ, किनभने तासिँदैन। घुमायो भने चाहिँ मासु त्यो तासिने ओर्ने हुँदैन। त्यसपछि मैले मासुलाई पनि राखिदिएको छु। अनि मासुलाई चाहिँ म डिप फ्राई गर्छु। अनि त्यसपछि मासुमा मैले बेसार पनि लगाइदिएको छु। यो बेसार चाहिँ अर्ग्यानिक हो, मैले नेपालबाट लिएर आएको हो। यो चाहिँ हाम्रो घरकै हो, हामीले आफैले आफ्नै बारीमा फलाएर मिलमा लगेर कुटेको हो हामीले। यो चाहिँ एकदमै राम्रो छ, थोरै लगाउँदा पनि धेरै राम्रो देखिन्छ, कलर देखिन्छ। अनि यसलाई चाहिँ म डिप फ्राई गर्छु। मलाई चाहिँ मासु एकदमै डिप फ्राई गरेको मनपर्छ। प्रायले मासुहरू त्यति डिप फ्राई गर्नुहुन्न, तर मलाई चाहिँ एकदमै डिप फ्राई गरेको मनपर्छ। फेरि यतातिर विदेशतिर त झन् मासु नेपालको जस्तो हुँदैन, फ्रेस हुँदैन, त्यही भएर चाहिँ। अनि मैले चाहिँ टमाटर पनि राखेको छु। अनि त्यसपछि अदुवा लसुन त्यसलाई चाहिँ म पेस्ट बनाउँछु। अनि प्याज र हरियो खोर्सानीलाई नि काटेको छु। यो चाहिँ मिट मसला हो। अनि यो चाहिँ ल्वाङ हो। अनि यो चाहिँ दुलो खोर्सानी म हामीले अस्ति इन्डियन स्टोरबाट लिएर आएको थियौँ। मैले प्याज र खोर्सानीलाई राखिदिएको छु फ्राई भइसकेपछि। अनि यसलाई एकछिन चलाइदिनु होला। चलाइदिएपछि यसले हल्का ब्राउन कलर आएपछि, हल्का ब्राउन भएपछि चाहिँ हामीले यसमा अदुवा लसुनको पेस्ट राखिदिनु पर्ने हुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ। यसलाई चाहिँ चलाउँदै ओर्दै पनि गर्नुपर्छ। चलाउँदाखेरि चाहिँ अनि हल्का चलाइदिनुपर्छ। चलाउँदै ओर्दै गऱ्यो भने मासु पनि राम्रो हुन्छ। अनि मैले अदुवा लसुनको पेस्ट पनि राखिदिएकी छु। यो चाहिँ एकदमै इजी छ मासु पकाउन, त्यति साह्रो गाह्रो लाग्दैन मलाई चाहिँ। आई होप बिगिनर्सहरूलाई पनि, यदि तपाईहरुलाई आउँदैन, बिगिनर्स हुनुहुन्छ भने यो रेसिपी तपाईहरुको लागि चाहिँ एकदमै राम्रो उपयुक्त हुनेछ। मैले यसमा जिरा पनि राखिदिएकी छु, जिराको धुलो राखिदिएर यसलाई फेरि एकछिन चलाइदिएकी छु। हजुरहरूले पनि मैले गरे जसरी नै गर्नुहोला। जिरा राखेर एकछिन चलाइदिनु होला। एकछिन चलाइसके पछाडि मैले नुन पनि राखेकी छु। मलाई चाहिँ अगाडि नै नुन राख्नु मन पर्दैन, तर आफ्नो रेसिपी हो हैन, कोहीले अगाडि पनि राख्नुहुन्छ। त्यसपछि मैले 3 दाना जति गोलभेन्डा, सानो गोलभेन्डा थियो मसँग चाहिँ ठिक्कको, त्यसले चाहिँ मैले 3 वटा यति मैले राखिदिएको छु। अनि यसलाई मैले मजाले चलाइदिएँ। म चाहिँ मासु छोपेर पकाउँदिनँ। अनि त्यसपछि मैले ब्ल्याक पेपर पनि लगाइदिएकी छु, जसलाई चाहिँ हामीले चाहिँ ल्वाङ भन्छ। अनि त्यसपछि मैले धुलो खोर्सानीलाई पनि राखिदिएकी छु। मैले धनियाँलाई पनि राखिदिएकी छु, तर धनियाँ चाहिँ भिडियोमा आएन छ, मैले भिडियो फ्रेम गर्न बिर्सेछु धनियाँ राखेको चाहिँ। अनि यसलाई मैले मजाले चलाइदिएर एकछिनको लागि हिट हाई फ्लेममा गरेर म एकछिनको लागि छोडिदिन्छु।
मैले पानी लगाइदिएको छु ग्रेभी बनाउनका लागि अनि मैले मिट मसला पनि लगाइदिएको छु सेन्चुरी मिट मसला म चाहिँ युज गर्छु हामीले चाहिँ राइजिङ स्टोरबाट मगाएको थियो एकदमै राम्रो छ अनि नेपाली नै हो राइजिङ स्टोर चाहिँ नेपाली स्टोर हो जुन चाहिँ यहाँ लन्डनमा छ अनि देख्न सक्नुहुन्छ एकदमै ग्रेभी र मिठो मासु पाकिसकेको छ अनि यसलाई सर्भ गर्दा चाहिँ त्यस्तो देखिन्छ आयो फजुरालाई